2062 साल ज्येष्ठ 2 गतेदेखि 2068 साल ज्येष्ठ 2 गतेसम्म निर्जल निराहार धर्मको महाकठोर खोज अनुसन्धान त्याग र तपस्यामा किञ्चित पनि आत्मा विचलित नगराई पूर्ण धर्मनिष्ठाका साथ परम सर्वमैत्री भावनामा समाधिस्थ हुँदा सत्य मुक्ति र मोक्षको मार्ग बनेर जगत कल्याण हेतु अवतरित भएको धार्मिक सङ्घ स्वरूप हो बोधि श्रवण धर्मसङ्घ। बोधि श्रवण धर्मसङ्घ एक विशुद्ध धार्मिक गैर सरकारी संस्था हो जुन नेपालको संविधान संस्था दर्ता ऐन 2034 बमोजिम सञ्चालनमा रहँदै आइरहेको छ। यो संस्थाको अस्तित्व अत्यन्तै विशिष्ट दुर्लभ सत्य तथ्य घटनामा आधारित रहेकोले कुनै सर्वसाधारण व्यक्ति विशेष समूहको छलफल र निर्णयद्वारा बनेको होइन। सायद धर्म इतिहासमा बिरलै मात्र यस्ता सत्य तथ्यमा आधारित धार्मिक सङ्घ संस्थाको उत्पत्ति हुँदै आएकोमा बोधि श्रवण धर्मसङ्घ पनि एक हो। बोधि श्रवण अर्थात् बोधिमार्ग स्थानमा रहनुहुने समस्त परमात्मा स्वरूप भगवानलाई सम्बोधन गरिएको हो। अर्थात् सरल भाषामा सर्वधर्म गुरुहरूको सभा भन्ने बुझिन्छ। सोही अन्तर्निहित अवधारणासहित स्थापित वर्तमान धार्मिक संस्थाको नामकरण पनि बोधि श्रवण धर्मसङ्घ रहेको हो। महासम्बोधि धर्मसङ्घ गुरुज्यूले बारा जिल्ला रतनपुर र हलखोरियाको घना जङ्गलमा 6 वर्ष निरन्तर निर्जल निराहार कठोर तपस्या मार्फत प्राप्त धर्मज्ञान गुण नीति नियम र विधि विधानलाई विश्व मानव समुदायमा नेतृत्व गराउन बोधि श्रवण धर्मसङ्घ नामक संस्थाको विकास भएको हो। मानवात्मा उद्धारको लागि प्राप्त ज्ञान गुणलाई आवश्यकताअनुसार प्रचार प्रसार गर्नु पहिलो प्राथमिकता हो, जसको लागि सम्पूर्ण धर्मगुरु शिष्य र सङ्घ भक्तजनहरूको एकरूपतामा सङ्गठित भई सबैलाई मोक्ष मार्गमा डोर्याउन धर्म नीति नियम मन्त्र जप तप ध्यान पूजापाठ प्रार्थना विधि र कार्ययोजना व्यवस्थापन तथा कार्यान्वयन आदि सम्बन्धमा विश्वमा मान्य हुने धार्मिक संस्थाको रूपमा वैधानिकता प्राप्त गराउन अत्यन्त आवश्यक पर्न गएकोले दोस्रो स्थल धार्मिक तपोवन हलखोरियालाई प्रमुख केन्द्र बनाएर मिति विक्रम सम्वत 2067 आश्विन 13 गते नेपालको संस्था दर्ता 2034 ऐन बमोजिम बोधि श्रवण धर्मसङ्घ नामक संस्था पहिलो पटक ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। यो धार्मिक संस्थाले निष्पक्ष मानव लगायत पशुप्राणी वनस्पति र सम्पूर्ण जगतको सुधार उद्धार तथा मानव आत्मालाई मोक्षलोक प्राप्त गराउन बोधिमार्ग दर्शन मैत्री धर्म अन्तर्गत गुरुमार्ग दर्शनको नीति नियम लागू गराउन सङ्घ विस्तार विश्व शान्ति मैत्री पूजा पाठको आयोजना अध्यात्म शिक्षा दीक्षा प्रशिक्षण गुरु भ्रमण धार्मिक स्थलहरूको निर्माण कार्य व्यवस्थापन भगवान तथा परमात्मा गुरुहरूको चित्रण ज्ञान गुणको लेखन र संरक्षण जस्ता महत्त्वपूर्ण कार्यहरू यही संस्था मार्फत गरिँदै लानेछ। यो एक धार्मिक संस्था हो जसको कार्यक्षेत्र धार्मिक रूपले अपार रहन्छ, तसर्थ विश्वको हितमा हुन सक्ने सबै खाले धार्मिक कार्य गर्न र गराउन सदा प्रयास गरिरहनेछ। मनुष्य आत्मा र परमात्मा बीचको सुमधुर सम्बन्ध मजबुत कायम गराउन सही सत्य कर्म नीति अपनाउनमा जोड दिइरहनेछ। एकपछि अर्को प्रत्येक मानव आत्मामा मैत्री धर्म ज्ञानको प्रकाशले अज्ञानता पापको जडलाई निर्मूल पार्ने कार्य निरन्तर गरिरहनेछ। स्वर्णिम मैत्री धर्म युगको प्रभावकारिता संसारमा युगौं युगसम्म स्थापित बनाइराख्न मैत्री धर्म लिपि र भाषाको विकास अनि प्रकाशित गराई सम्पूर्ण शिष्य र सङ्घ भक्तजनमा प्रशिक्षण गराउँदै विस्तार गर्दै लाने कार्य पनि यो संस्थाको जिम्मेवारभित्र रहनेछ। यस जगतको हिमालयन पर्वत श्रृङ्खला अन्तर्गत नेपालको बारा जिल्लामा रहेको पवित्र तपोभूमि हलखोरिया बोधिमार्ग दर्शन मैत्री धर्मको उत्पत्ति स्थल धार्मिक तपोवनको संरक्षण सम्वर्धन र विकास कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै लानेछ। संस्थाले गर्ने सम्पूर्ण कार्यहरू सर्वहितार्थमा हुँदै आएकाले विश्वभरका पुण्यवान मानवात्मा सहजै मैत्री धर्ममा प्रवेश हुने क्रम बढ्दो छ। कुनै पनि जाति धर्म भाषा संस्कृतिमा हुर्की बढेका व्यक्ति र परिवारले आफ्नो इच्छाअनुसार मैत्री धर्म र गुरुप्रति अपार आदर सम्मान विश्वासपूर्ण श्रद्धा भक्ति र आस्थाका साथ आबद्ध हुन सक्नेछ। बोधि श्रवण धर्मसङ्घ महासम्बोधि धर्मसङ्घ गुरुज्यू सहित विभिन्न लोकहरूमा विराजमान रहनुहुने बोधि मार्ग मार्ग गुरु र गुरुमार्गका सर्व परमात्मा तथा भगवानसँग परम सम्बन्धित छन्। त्यसकारण यो बोधि श्रवण धर्मसङ्घमा आबद्ध भएर मैत्री धर्मको पालनाले सर्व परमात्मा तथा भगवानको अपार कृपा रहने हुँदा यही जन्ममा मोक्षको मार्ग सहज प्राप्त छ। मैत्री धर्मको प्रभावले आत्मशान्तिको अनुभूति हत्या हिंसा विरुद्ध अन्तर सर्वमैत्री भावपूर्ण विशुद्ध मैत्री आहार तथा व्यवहार जस्ता स्वभावमा सकारात्मक परिवर्तन हुँदै जानेछ।
प्रत्येक मैत्री शिष्य सङ्घ र भक्त अनुयायीहरूले विश्व मानव समाजको लागि एक उदाहरणीय मार्ग दर्शक बनेर ज्ञानको ज्योति फैलाउन सर्वमानवलाई प्रोत्साहन गरिरहनेछन्। तसर्थ विश्व शान्ति र आत्मा उद्धार कार्यमा सत्य गुरुमार्ग दर्शन प्रतिपादन गराएर लोकमा सर्वमैत्री भाव फैलाउनु यो संस्थाको प्रमुख कार्यहरू हुन्। बोधि श्रवण धर्म सङ्घ एक विशुद्ध धार्मिक संस्था भएकोले साक्षात् परमात्मा स्वरूप अपार पुण्य र ज्ञान गुणको प्रमुख आधारशिलाको रूपमा यो संस्थालाई प्रत्येक मानवले बुझ्न र अपनाउन सक्नेछन्।